अब उहाँको पोस्ट बर्न स्कार पहिला आगोले पोलेर यो एरिया चाहिँ पुरै ड्यामेज भएको थियो। फङ्सनल्ली त्यस्तो समस्या नभए पनि हेर्दाखेरि नराम्रो देखिने भएको हुनाले उहाँले त्यसलाई इम्प्रुभमेन्ट गर्नको लागि भनेर हामी कहाँ आउनुभयो। हामीले अहिलेसम्म 4वटा फ्र्याक्सनल रिसर्फेसिङ गरिसक्यौँ। अब 90% जस्तो उहाँको इम्प्रुभमेन्ट भइसक्यो। अब आज हामी एउटा लास्ट सेसन गर्दैछौँ। अलमोस्ट नर्मल स्किन जस्तै देखिन थालिसकेको छ। अझ जति पछि भयो उति बेटर देखिन्छ। एकदम सक्सेसफुल ट्रिटमेन्ट, खुसी हुनुहुन्छ उहाँ। तपाईहरुलाई पनि यस्तो जलेर ओरेर घाउहरू भएको छ, दागहरू हटाउनु छ भने त्यसको लागि फ्र्याक्सनल लेजर एउटा राम्रो अप्सन हुन सक्छ। मैले सुरुमा ल्याए त उहाँले नम्बिङ क्रिम लगाइसकेको छ, पुछिसक्यौँ। अब हामीले ट्रिटमेन्ट स्टार्ट गर्छौँ। सक्यो। अब अलिकति उहाँले भ्यासलिन लगाउने, मोइस्ट बनाएर राख्ने र फेस वास, नर्मल पानीले फेस वास गर्ने र मोइस्ट राख्ने 4 दिन जस्तो। त्यसपछि वास गरेर आफ्नो नर्मल स्किन केयर गर्दै गएपछि अराउन्ड 5 डेज जस्तोमा चाहिँ बेटर देखिन थाल्छ। तर भित्रबाट कोलाजिनको बिल्डअप हुँदै बेटर देखिँदै जानको लागि चाहिँ 3 to 6 मन्थ्स लाग्छ फाइनल रिजल्टको लागि। उहाँ 6 मन्थ्स पछि फलोअपमा आउनुभयो भने उहाँको फेरि अर्को एउटा भिडियो बनाएर हामीले राख्नेछौँ। थ्याङ्क यू।